यहाँ तिरपाल हाल्दैछौँ यो अनिश सिंहे सो हेलो गाइज वेलकम ब्याक अगेन फेरि पनि स्वागत छ हजुरलाई मेरो अर्को भिडियोमा। आज चाहिँ हामी काठमाडौँ महानगरपालिका यानि कि बाजेन्द्र शाहले आयोजना गरेको सिप मेलामा सहभागी भइरहेका छौँ। यहाँ चाहिँ के कस्तो हुन्छ, के कस्तो सिप सिकाइरहेका छन् र हामीले के गर्दैछौँ सब कुरा तपाईँलाई म देखाउने छु आजको यस भिडियोमा। भिडियोलाई अन्त्यसम्म हेरी हामीलाई साथ दिनुहोला र भिडियो कस्तो लाग्छ लाइक कमेन्ट गर्न नभुल्नुहोला। लागौँ भिडियोतर्फ। प्र्याक्टिस गर्नकै लागि बिएफलाई गर्नु पर्यो होइन म त घरबाट तपाईँले बेसिक कुराहरू यति मात्रै सिकायो। तपाईँले बेसिक कुराहरू भन्दा बाहिरको नलेजहरू मैले पढाइदिएको प्र्याक्टिकलमा पढाएको जस्तै क्लासहरू छ होइन, त्यो तपाईँहरूलाई बेसिक भन्दा पनि माथि कुरा प्रोजेक्ट गर्नु पर्दाखेरि काम गर्नु पर्दाखेरि स्क्रुड्राइभर भन्छ। यता के भयो स्टार प्लस भयो माइनस प्लस भन्छ यता माइनसलाई एड भन्छ, स्टार भन्छ है तपाईँहरू विदेश जाने मान्छेको लागि। हस् अर्को त्यो रियली कुरा हो। डिक्सनरीमा हेर्नुहोस् इन्टरनेसनल अर्को नि भन्नु न अर्को नि यसलाई प्लस भन्छ, यसलाई एड भन्छ। डिजाइन गर अर्को खोइ त एकजना है जाउँ सबैजना जाउँ ल। भगवान केटीको बेरा हुन्छ अनि केटीको बेरा एक मुजी पाइला स्क्यान गर्छु ए माइला ल शीतलमा लैजाउँ क्या के गर्थिले साथीहरूले एकछिन यता यहाँ सुन्नु, मेरो कुरा सुन्नु। तपाईँहरूलाई कस्तो लागिरहेको छ यहाँको सिप? हामीलाई एकदम उपयोगी छ। ए तपाईँहरू चाहिँ के विश्राम गर्नुभयो कि के कस्तो? ओके मान्छे भइसकेपछि अलिकति अब चेतन प्राणी भएपछि राम्रो छ अनुभव होइन। ए साथी अनि कतिको जान्यो तिमीले अनि हो पर्फेक्ट भइसक्यो
हेलो सर सरकार बड्डाउ लोटो होला कहीं बड्डाउ लोटो हेलो साथीहरु के गरेर तिमीले लडाइँ दिलाउने अर्कोलाई ल साथीहरु आज चाहिँ हामी यहाँ तिरपाल हाल्दैछौँ यो हरिसिंहे समीर र साथीहरु है यो मजाले गयो माथि जान्छ चाहिँ अब आउनेलाई आपत पर्यो भनेर हात गुहार भइरहेछ अहिले त हेर्नु आउनु सक्छ छैन आयो है भिडियो कमाल हो यो भिडियो बन्न साथ आयो है अब यो बाँदर कसरी आउँछ हेरौँ अब अघि जसरी कि आएको त्यसरी आउनु तलतिर नि फेरि साथीहरू चाहिँ कुर्सी बनायो हामीले है हाम्रो अलिक पालो कोही आराम गर्दैछन् र हामीले त थाप्लो पनि बनायौँ फाइनल्ली साथीहरू हेलो ल चहल दिनै पर्यो अनि साथीहरू सुन त हेलो अनि के छ अनि अहिले कतिको सिकिया के छ मैले एकदम ठिक छु हाम्रो मेयर साहबले गर्दा यतिको सिक्न पाउनु भनेको धेरै हो हामी बेरोजगार भएर बस्नुभन्दा टाइम सकेपछि होइन आर्जन भइरहेको अब केही न केही गर्न सकिन्छ जस्तो यो चाहिँ खास कस्तो मतलब प्रधानमन्त्रीले गर्नुपर्ने काम बालीले गरे जस्तो लाग्दैन एकदम हाम्रो न त महानगरपालिका पनि स्थानीय सरकारले चाहिँ पर्ने हो के हो भन्ने खास कुरा खास त प्रधानमन्त्रीले गर्दाखेरि चाहिँ अलिक ठुलो बजेट आउनुपर्ने अलि राम्रो हुनुपर्ने हो होइन यो महानगरपालिका कम बजेट हुन्छ उनले महानगरपालिकाभित्रबाट वडाबाट उठाएको पैसा कति उनले आफ्नो विकासको लागि लाओस् कि अन्य जनताहरूको भलाइको लागि लाओस् तर यो चाहिँ अलिक चित्त नबुझ्नु हो प्रधानमन्त्रीले काम हो केही छैन ठिकै त्यही पनि बालन शाहले गरेर हामी धेरै नै खुसी छौँ होइन त अनि के छ सिकाइमा के छ मतलब कति दिन्छौ मतलब 100 मा कति दिन्छौ यहाँको ट्रेनिङको अवस्थालाई ट्रेनिङको अवस्था हेर्दा त कुनै मान्छे पर्फेक्ट हुँदैन भन्ने त भनाइ चाहिँ इङ्ग्लिसमा आयो म नेपालीमा अब पर्फेक्ट बन्ने हाम्रो चाहना हो इच्छा हो अनि मतलब मैले भन्नु खोजेको स्रोत साधनहरू जति पनि सिकाइरहनु भएको छ नि तिमी 100 मा कति दिन्छौ त 100 मा 99 नै दिन चाहन्छु म चाहिँ किनभने एउटा मसिनले पनि काम हाम्रो 100% गर्दैन भन्ने हाम्रो भनाइ छ कुनै कुरा घरसँगै खान सक्छ होइन सही धेरै त्यसैले केही कमी कमजोरी हुन्छ जस्तो चाहन्छु पहिला के खान्छ पानीपुरी खाऊँ हुन्छ पहिला पानीपुरी त्यसो गर्नु के हो यो माइला यो हान्न पर्छ मिलावट गरेर खिजाएको थियो तिम्रो यो फेरि पर्छ है म उयो माइला नहाला हेलो साथीहरू सक्यो ल है साथीहरू पिकअप चाहिँ लिनुपर्छ है हेलो साथीहरू यो गीत बनाऊ होइन ल हाम्रो साथीहरूले यो खतरा बनाएछ केही लामो बनाउँ क्या एकै माथि उयो गरेर के बनाउने भाइ हाम्रो साथीहरू यो चाहिँ हामीले बनाएको सबै यो अब भर्खर सिक्न आएको मान्छेहरूले केही नजानेको मान्छेहरूले सिक्दै बनाउनु भएको हो सबै हो यसलाई दामसँग रोटी गरेर यता पनि रोटी राखेर यहाँ पछि राखेर यसपछि राखेर यसलाई बराबर राखेर यसको भुलीबाट पनि एउटा अहिले पुरा खाले मिस्नेछ है
शीतलमा लैजाउँ क्या बढी भयो होइन सुरुमा सो हेलो गाइज वेलकम ब्याक अगेन फेरि पनि स्वागत छ हजुरहरूलाई आज चाहिँ हामी वर्ल्डिङ चिस हाल्नु जाँदैछौँ होइन मेरो मसँग चाहिँ आज यी साथीहरू छन् ल खोइ हेलो भन्ने खोइ अब हामी त्यो घरबाट आउनु यहाँ अगाडि छ होइन छाप्रो त्यो चाहिँ बनाउनु जाँदैछौँ हामी चाहिँ आज टक्क लाएर मैले चाहिँ आज यो भिडियोमा चाहिँ तपाईँलाई सम्पूर्ण यहाँ चाहिँ यहाँ छ धरहरा भन्दा टप हान्ने हो भने त ल है धरहराभन्दा अग्लो बनाउने भने लक्ष्य छ अरे त्यहाँ चाहिँ पानीको फोका जस्तो पानी जमेछ पुरै खतरासँग है पाल च्यातिने हो भने यस्तै साथीहरू मैले यो भिडियोमा चाहिँ तपाईँहरूलाई सम्पूर्ण भातले यहाँ के सिकाइरहेको छन् बाजेन साहब टिमले होइन सब कुराहरू देखाइरहेको छु राम्रो हेर्नु होला के कस्तो लाग्छ होइन कमेन्ट गर्नु होला जिन्दगीमा यति हो कि रमाएर चाहिँ बस्नु पर्छ साथीहरू मोड अफ गरेर भएन सिक्ने हो अब र यतापट्टि धरेर कहाँको धरेर खोइ धरेर अहिले लडिसकेको छु फेरि उठ्नु पर्छ ओके करेन्ट जान्छ या टक्कलाल अब यसो कसो गरेर हाल्नु पर्छ कति 5 वर्ष बढी भयो होइन सुरुमा